हेलो गाइस, स्वागत छ हजुरलाई मेरो नयाँ ब्लगमा। आजको यो मेरो फर्स्ट ब्लग हो। आज बाहिर आएँ, बाहिर आउने बित्तिकै कोठाबाट बाहिर आउने बित्तिकै झ्याउ लाग्यो। कोठाबाट बाहिर निस्किने बित्तिकै म फेरि झ्याउ लाग्यो अनि घरबाटै बाहिर निस्किहालेँ। अनि फेरि बाहिर यस्तो मौसम बहुत राम्रो भइरहेको थियो। खासमा यसको कारण पानी परेको कारण मौसम फेरि यति खतरनाक भइहालेको थियो। त्यसपछि के गर्ने, झ्याउ लागिरहेको थियो। एकछिन हल्का छततिर जाम भनेर गएको, छततिर गयो होइन। छततिर गएको यस्तो खतरनाक भ्यू देखिरहेको थियो। त्यही भएर यो भ्यूमा यति नराम्रो मान्छे देखेपछि के बोल्ने। अनि यो त हेर्न सक्नुहुन्छ पानी परेको, पानीको इफेक्ट गाइस हेर्नु गाइस, हेर्न सक्नुहुन्छ हिलो छ। अनि यता आएर म खाना खाएर बसिरहेको थिएँ, खाना खाइसकेको थिएँ। यता त भागले के भन्छ, ए बडा भात दे, मलाई भात दिनुहोस्, कस्तो हामी होस् त एक्लै खान्छस्। ए भागले त मलाई धम्काउँछ, रोक तँलाई लागि जापानदेखि टुना फिसको त्यो मासु ल्याइरहेको छु, रोक। ए ल हुन्छ ल्या छिटो मलाई भगाइसक्यो। अनि गाइस तपाईँलाई थाहा छ किन यो बाघले एउटा कुरा भन्न लाग्छ, हजुर के भन्न खोजिरहेको छ सुनिदिनु है। एउटा के भन्छु गरे, कता यता म भइदिएको बाघ। यो च्यानलमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। टाटा बाई बाई।